हेलो गाइस, म चाहिँ आज तपाईँहरूलाई युट्युबमा सर्च गर्दा आफ्नो भिडियोलाई कसरी टपमा देखाउन सकिन्छ भन्ने बारेमा देखाउँछु। युट्युबमा भिडियो त अपलोड गरिन्छ, तर टप 10 भित्र भिडियो देखाएन भने भ्यू पाउन गाह्रो हुन्छ। युट्युबमा सबैभन्दा इम्पोर्टेन्ट कुरा ट्याग हो। यदि तपाईँले राम्रो ट्याग राख्नु भएको छ भने डिफ्रेन्ट तरिकाबाट सर्च गर्दा पनि तपाईँको भिडियो देखाउन सक्छ। यसरी नै आज हामी ट्युबबडी टुलकिटको युज गर्दैछौँ, जुन टुलले पपुलर युट्युब भिडियोको डिटेल प्रोभाइड गर्ने काम गर्छ। त्यसको लागि तपाईँ आफ्नो कुनै पनि आफ्नो वेब ब्राउजरमा जान सक्नुहुन्छ। गुगलमा गएर तपाईँ ट्युब बडी भनेर सर्च गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले यहाँ ट्युब बडी फर युट्युब क्रोम वेब स्टोर भनेर देख्न सक्नुहुन्छ। त्यहाँ क्लिक गर्नुहोस्। त्यसपछि तपाईँ ट्युब बडी फर युट्युब भनेर देख्न सक्नुहुन्छ र साइडमा एड टु क्रोम भन्ने अप्सन देख्नुहुन्छ। तपाईँ त्यसमा क्लिक गर्नुहोस्। मैले चाहिँ अलरेडी आफ्नो क्रोममा एड गरिसकेको हुनाले एडेड टु क्रोम भनेर देखाएको छ। त्यसपछि तपाईँ आफ्नो युट्युब च्यानलमा जानुहोस्। युट्युब च्यानलमा गइसकेपछि तपाईँले चाहिँ मानव फुटबलको भिडियो अपलोड गर्नुभएको छ र त्यो भिडियो चाहिँ टप लिस्टमा छैन भने तपाईँ यहाँबाट फुटबल भनेर सर्च गर्नुहोस्। फुटबलको अहिले टप लिस्टमा टप 10 स्मार्ट पेनाल्टी गोल इन फुटबल भनेर छ। त्यसपछि अर्को सेकेन्ड लिस्टमा टप 10 मोस्ट थ्रिलिङ युसिएल म्याच इन फुटबल ड्रामेटिक फुटबल मोमेन्ट्स भन्ने यो भिडियो सेकेन्ड लिस्टमा छ। यसरी नै तपाईँ टप लिस्टमा रहेको यो भिडियोलाई क्लिक गर्न सक्नुहुन्छ। यो भिडियोलाई क्लिक गरिसकेपछि तपाईँ यहाँ साइडमा यस्तो आइकन देख्न सक्नुहुन्छ। यो आइकन भनेको ट्युब बडीको हो र यो भिडियो लगभग यति भ्यू भइसकेको छ र यसको स्टेट हेर्न सक्नुहुन्छ। यो भिडियोले एस्टिमेटेड $53,867 अमेरिकन डलर चाहिँ कमाइसकेको छ र यो भिडियो पपुलर हुनुको के कारण हो, यसले के ट्याग राखेको छ भन्ने कुरा तपाईँ यहाँ एउटा हेर्न सक्नुहुन्छ र यसले चाहिँ आफ्नो भिडियोलाई टप लिस्टमा ल्याउनको लागि, टप र्याङ्कमा ल्याउनको लागि यति धेरै ट्याग राखेको छ। तपाईँ यी ट्यागहरू कपी गर्न सक्नुहुन्छ र यी कपी गरेको ट्यागलाई आफ्नो तपाईँले फुटबलको जुन भिडियो बनाउनु भएको छ त्यो भिडियोमा लगेर पेस्ट गर्न सक्नुहुन्छ र यसले गर्दा तपाईँलाई के हेल्प गर्छ भन्दाखेरि पपुलर ट्यागले चाहिँ के हेल्प गर्छ भने तपाईँको आफ्नो युट्युब भिडियोलाई चाहिँ टप र्याङ्कमा ल्याउनलाई हेल्प गर्छ। यसरी नै तपाईँ आफूले कुन चाहिँ भिडियो अपलोड गर्न सक्नुभएको छ त्योसँग रिलेटेड टप लिस्टको भिडियो खोजेर त्यसको ट्याग चाहिँ कपी गरेर आफ्नो ट्यागमा पेस्ट गर्न सक्नुहुन्छ।